हेलो साथीहरु, आज चाहिँ म साग सब्जी लिएर उपस्थित भइसकेँ। भिडियो लिएर साथीहरु, आजको चाहिँ देख्न सक्नुहुन्छ साग छ, सिमी, मासु छ अनि यस्तै छ। आजको भिडियो चाहिँ यस्तै छ। मेरो चाहिँ खाना चाहिँ पाकिसक्यो साथीहरु, देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ मैले यिनीहरू चाहिँ सबै काटकुट गरिसकेँ। अब मसलाको पेस्ट बन्नु बाँकी छ साथीहरु। साथीहरु, मैले चाहिँ पेस्ट पनि बनाइसकेँ मसलाको, देख्न सक्नुहुन्छ। मैले सबै रेडी बनाइसकेँ साथीहरु है। प्याज पनि काटेँ। अनि यो चाहिँ साग फुट्नुको लागि चाहिँ साग चाहिँ फेरि कहिले चाहिँ त्यतिकै के नहाले पनि पकाउँछु म, तर आज चाहिँ मलाई यसरी पकाउनु मन लाग्दैछ। यो देख्न सक्नुहुन्छ प्याज, लसुन, अदुवा छ, खोर्सानी छ है। अनि यसलाई चाहिँ डढाइकन के अरे पकाउनु मन लागेर पकाउनु लागेको साथीहरु, हेर्दै गर्नुहोला भिडियो चाहिँ है। के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। को कसले कसरी पकाउनुहुन्छ है। हुन त आफ्नो आफ्नो तरिका हुन्छ पकाउने हैन, आफ्नो आफ्नो के अरे तरिकाले बनाएर खानु मन लाग्छ हैन, त्यही हो। अनि आज चाहिँ यस्तै छ साथीहरु है। साग चाहिँ जहिले पनि हुन्छ है साथीहरु, किनभने साग अब कतिपयलाई चाहिँ मन पर्दैन है, तर अब मलाई चाहिँ मनपर्छ साग चाहिँ। रस लागेको भन्दाखेरि पनि यस्तो हल्का भुटेको अब साग पनि हेरी हुन्छ नि त। अनि यो चाहिँ रायोको साग हो। अनि यो चाहिँ अब मैले चाहिँ रेडी बनाइसकेको छु। यो काँक्रा चाहिँ बिहान बेलुका नै स्वास्थ्यको लागि राम्रो भन्छ नि त साथीहरु, यो काँक्रा, गाजर, मुला है। अनि यो कागती अब रेडी भइसक्यो साथीहरु। अब चाहिँ म पकाउन स्टार्ट गर्छु है। मैले अब चाहिँ ग्यास पनि अन गरिसकेँ। अब म साग पकाउन लागेको साथीहरु, किनभने यो चाहिँ देख्नुहुन्छ होला जस्तो देख्नुहुन्छ होला। अहिले चाहिँ मैले यो के अरे बिस्कुट तताएर खाएको थिएँ कि, त्यही भएर अलिक देखेको छ र पनि ठिकै छ। हेर्दै गर्नु होला साथीहरु। हेलो सेवारो, नमस्ते सम्पूर्ण देश विदेशमा चल्नुभएको दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण चिनेको जानेको है, चिनजान भएको नभएको सबैजनालाई सेवारो नमस्ते भन्न चाहे है। अनि अहिले चाहिँ देखिसक्नु होला आज के ल्याएर चाहिँ आएछ नि मान्छेले भनेर पनि सोच्नुहुन्छ होला। देखिसक्नु होला मैले डेली पकाएर ल्याउने चाहिँ साग सब्जी चाहिँ यस्तै हुन्छ साथीहरु है। अहिले भर्खर ड्युटीदेखि आएर काटकुट गरेर अब एउटा कस्तो भने 12-13 मिनटको भिडियो बनाउनुको लागि यत्रो धेरै मेहनत लाग्छ साथीहरु हैन। त्यो पनि अब राम्रो हुन सक्दैन भिडियो है, कहिले के हुन्छ कहिले के हुन्छ। अनि अब 12-13 मिनटको 8-9 मिनटको भिडियो बनाउनुको लागि यति धेरै सामान चाहिन्छ साथीहरु। मेरो चाहिँ यहाँ चाहिँ खाना चाहिँ पाकिसक्यो साथीहरु है। खाना पाकिसक्यो अनि सबै रेडी भइसक्यो। अब चाहिँ मैले पकाउनु बाँकी छ। अनि जति पनि मलाई चिन्नुहुने हैन, मेरो अब के अरे फ्रेन्ड हुने जतिले चाहिँ मलाई फेरि सब्सक्राइब गरिदिनु होला भन्दै म सबैसँग अनुरोध गर्दछु साथीहरु है। मेरो चाहिँ अलिकति मैले जानेर या नजानेर अलिकति गल्तीले गर्दाखेरि त्यस्तो धेरै त हैन, भन्दाखेरि पनि लगभग 400 को हाराहारी थियो मेरो सब्सक्राइबर है। अनि वाच टाइम पनि 350 देखि लगभग 350 जति नै थियो। जस्तै भर्खरदेखि स्टार्ट गरेको थिएँ, तर अब अलिकति मैले नबुझेको या मैले नजानेको कारणले गर्दाखेरि मेरो आइडी चाहिँ बन्द भयो साथीहरु। मैले चाहिँ यसरी पकाउनु लाग्छ साथीहरु चाहिँ अहिले चाहिँ हुन्दै छु यहाँनिर देख्न सक्नुहुन्छ। अनि यस्तै छ साथीहरु मेरो दिनबन्दीको भिडियो चाहिँ मेरो किचनमै अब हैन। अब मलाई त्यस्तो धेरै परिकारको धेरै आइटमको बनाइरहने मेरो टाइम पनि छैन पनि, र के अरे अलिकति टाइम पनि हुँदैन। अनि मेरो चाहिँ जे पकाउँछु हैन, आफूले जे खान्छु जे खाइरहेको छु त्यही नै हो अपलोडिङ गर्ने चाहिँ डेली
अब भिडियो भने पनि भ्लग भने पनि त्यस्तै नै चाहिँ साथी हो मेरो चाहिँ। किनभने अब बाहिरतिर घुमफिर गर्ने टाइममा त अब अलिअलि भिडियो क्याप्चर गरेर हजुरहरूलाई देखाउन सकिन्छ। तर अलिकति यहाँ चाहिँ अब टाइम पनि मिल्दैन है। टाइम भनेको आइतबार छुट्टी हुन्छ है। अब आइतबार त्यही त हो, अब रुममा अब हप्ता दिनसम्म बस्दाखेरि चाहिँ अवस्था रुम सफा गर्नु पऱ्यो, के गर्नु पऱ्यो त्यति त हुँदैन साथी है। बाहिर जानुपर्ने मेरो चाहिँ जे पकाउँछु त्यही नै हुन्छ है साथी हो। दैनिकको भिडियो अपलोडिङहरू त्यस्तै छ मेरो चाहिँ। अब सबैको आफ्नो ठाउँबाट आफ्नो आफ्नो नै हुन्छ होइन। कसैले बाहिरतिरको अब घुमफिर गर्नुहुन्छ, कसैले के गर्नुहुन्छ होइन। सबैको एउटै हुँदैन, त्यसले गर्नलाई अहिले यस्तो भयो भने चाहिँ साग लाउँछु साथी। अहिले चाहिँ यस्तो भयो साथी, साग चाहिँ अहिले चाहिँ यसमा चाहिँ नेपालमा चाहिँ कस्तो हो भने अब यो थुक्पातिर है, चाउमिनतिर, मोमोतिर चाहिँ अजिना लाएर खाँदाखेरि त्यति उयो समस्या नहुने। अनि अरू सागसब्जीतिर लाएर खायो भने चाहिँ हड्डी मकिन्छ, हड्डी उयो हुन्छ, धेर खानु हुँदैन भन्ने कुरा हुन्थ्यो। तर यहाँ विदेशमा चाहिँ कस्तो हुन साथी, के अरे गुलियो है, अब चिनी क्या हरेक सब्जीमा हरेक चिजमा गुलियो मात्रै हुन्छ। अनि अजिना पनि डेली नै हुन्छ है साथी। अहिले चाहिँ साग चाहिँ पाकिसक्यो साथी। अब चाहिँ मैले चाहिँ यो मासुलाई फ्राई गर्नु लागेको है। मैले ग्यास अन गर्छु कि यो तात्ति पनि सक्यो। अनि अब चाहिँ मैले मासु पकाउनु लाग्यो, मासु र सिमी है साथी हो। अन्त यो चाहिँ हामी चाहिँ यो बिहान बेलुकाको त साथी हो खाना। अब सब्जी खाना चाहिँ अहिले भरे खाइसकेपछि बसाउँछु है। सब्जी चाहिँ अब अहिले नै पकाउनु पर्दाखेरि चाहिँ अलिक धेरै नै हुन्छ, डेली पकाउँदाखेरि नै सब्जी चाहिँ बेसी नै हुन्छ। अनि अब त्यही हो, परदेशको ठाउँमा अलिकति टाइम मिल्दैन नि त साथी, कसैको अघि पछि हुन्छ नि त ड्युटी। त्यही भएर अनि म चाहिँ बेलुका नै पकाएर खान्छु नि त सब्जी चाहिँ। अनि फ्रिजमा हालिराख्यो अनि बिहान चाहिँ सजिलो हुन्छ। अहिले चाहिँ सबै रेडी भइसक्यो साथी हो, देख्न सक्नुहुन्छ। मैले चाहिँ यो सब्जीहरू सबै पकाइसकेर घरमा जति भयो काँक्रा सलाद, यो साग अनि यो अचार चाहिँ सुपको छ। अनि टमाटर, धनियाँ अनि के भन्छ प्याजको पत्ता छ साथी। यो अचार चाहिँ है रेडी भइसक्यो। अब चाहिँ खाने बेला पनि भयो साथी हो है। भिडियो चाहिँ यस्तै छ, कसलाई अब के कस्तो लाग्छ कमेन्ट गर्नु होला साथी हो है। आज चाहिँ यस्तै छ मेरो चाहिँ। अब डेली नै यस्तै हुन्छ साथी भिडियो चाहिँ। अब जे खाइन्छ त्यही देखाइन्छ होइन, जे पकाइन्छ त्यही पोस्ट गर्ने हो। अनि जति पनि नयाँ साथीहरू जोडिँदै हुनुहुन्छ होइन, मलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। मेरो आइडी चाहिँ गयो साथी हो, स्वर्ग गयो है। एउटा सानो मिस्टेकले गर्दाखेरि आइडी नै गयो। त्यही भएर अब साथीहरूसँग सबैसँग जोडिनु होला भन्दै म जोडिन्छु र मलाई पनि ब्याक दिनु होला भन्दै यति नै। बाइ बाइ।